स्कुल ड्रेसमा भएका भाइ बहिनीमाथि सरकारले बानेश्वरमा जेनजी आन्दोलनका क्रममा ड्याङ ड्याङ गोली हान्यो। कहाँ थिए ती विद्यार्थी सङ्गठन? के गर्दै थिए? बाको र दाइको शासन थियो भनेर चुप लागेका हुन्। अब यो विषयमा पनि हामी जुन फोरममा हामी बहस गर्दैछौँ होइन, मैले पटक पटक अन्य ठाउँमा पनि मैले अन्तर्वार्ताको हिसाबमा भने पनि छु होइन। अब त्यो 23 र 24 गतेको घटना दुईटै घटना अप्रिय छ। यो प्रणालीको लागि, देशको लागि, एउटा मान्छेको लागि, एउटा आफ्नो अभिभावकको लागि होइन, सबैको लागि अप्रिय घटना हो। त्यो कसैले चाहिँ प्रशंसा गरेका छैन, त्यो हामीले पनि प्रशंसा गरेका छैनौँ। र 23 गते जुन किसिमको सरकारबाट दमन भयो, जुन किसिमको हाम्रै साथीभाइ भाइ बहिनीहरूले चाहिँ शहादत प्राप्त गर्ने परिस्थिति निर्माण भयो, त्यो दुःखदायी छ। त्यसमा त्यो बेला पनि हामीले बोलेका छौँ। स्टेटमेन्ट, मेरै स्टेटमेन्ट, म त्यतिखेर महासचिवको रूपमा चाहिँ मैले आफ्नो मेरो स्टेटमेन्ट छ, मेरो आफ्नो पर्सनल्ली मैले त्यो बेला पनि मैले आफूले मेरो सामाजिक सञ्जालबाट मैले स्टेटमेन्ट दिएको छु। र त्यो सँगसँगै त्यसका पछाडिका परिदृश्यहरू के हुन् होइन, त्यो चिजको पनि हामीले ख्याल गर्नुपर्छ। आज एउटा भाइ बहिनी आएर चाहिँ एउटा निस्वार्थ रूपमा त्यहाँ सुशासनको वकालत गर्छु भनेर आएको भाइ बहिनी, त्यसलाई उद्वेलित बनाएर आज कसले त्यहाँसम्म लग्यो होइन, कसले त्यो निषिद्ध क्षेत्रलाई चाहिँ क्रस गरायो, कसले यो सिंहदरबार संसद भवन लगायतका क्षेत्रहरूमा चाहिँ यस्तो किसिमका चाहिँ उच्छृङ्खल गतिविधि गर्नुपर्छ भन्यो होइन। यो यसका पटाक्षेप पनि गर्नुपर्छ होइन। तर मैले 23 गते घटना ठिक छ त भन्दाखेरि मैले ठिक भन्दिनँ मैले होइन। र त्यो पछाडि पनि 24 गते पनि जुन विध्वंस भयो, यो एकदमै यो इतिहासको कालखण्डमा कहिले क्षमायोग्य कार्य होइन त्यो होइन। र अहिलेको यति ठुला ठुला आन्दोलनहरू भए, ठुला वर्षौँसम्म 10औं वर्षसम्म जनयुद्ध भएन र, तर त्यो बेला सिंहदरबार जल्यो, त्यो बेला चाहिँ संसद भवन जल्यो, किनकि त्यहाँ काहीँ न काहीँ अपनत्व भयो। त्यो मेरो सम्पदा हो भन्ने चिजको चाहिँ एउटा त्यो किसिमको चाहिँ अनुभूति भयो मान्छेलाई। र त्यहाँ त्यो किसिमको पनि त्यतिखेर पनि जस्तो 62-63 मा त्यत्र 7 दलले आन्दोलन गर्यो, कति मान्छे सडकमा थिए? त्यो बेला सिंहदरबार जल्न सक्दैन थियो? त्यो बेला नारायणहिटी ल त्यो राज्य सत्तामा बसेको मान्छे राजा ज्ञानेन्द्र हुनुहुन्थ्यो, त्यो बेला नारायणहिटी जल्न सक्दैन थियो? सहजै सक्थ्यो नि। तर के हो भने यो हाम्रो सम्पदा हो, यो हामीले पनि मानेको हाम्रो एउटा पुर्खौँदेखिको सम्पदाहरू, इतिहासहरू जोगाउन पर्छ भन्ने हिसाबले त्यो जोगिएको होला नि त। तर आज कसरी कुरूप तरिकाको आन्दोलन भयो भन्ने चिजको पनि त्यसका पनि भोलिका दिनमा विश्लेषण होला। मैले